हेलो फ्रेन्ड्स, के छ त साथीहरु हैन। यो त स्काइबेटरले धमाधम ढुङ्गा फुटाइरहेको छ। आफ्नो तालमा पड्काइरहेको छ ढुङ्गाहरू फुट्ने चाहिँ हैन, 12वटै ढुङ्गा छ हैन। त्यो गाह्रो पारेर फुटाइरहेको छ कि हो। त्यस्तो छ। मैले काम गर्ने चाहिँ यस्तो केटाहरूलाई ढुङ्गासुङ्गा हाल्नु नआउने। यता मास्तिर वालसल लगाइदिन्छ हैन। अनि लगभग प्लानिङ सकिनु लागिसक्यो एकदम। आज 2-3 दिनमा त यो प्लानिङ सकिन्छ। त्यसपछि यो ठाउँलाई टाटा बाई बाई भन्ने छौँ। लगभग क्लियर भइसक्यो। ढल्न चलाउनुको काम छ। मेरो मेसिन लगभग आज मात्रै हो हैन। त्यसपछि यति ढुङ्गासुङ्गा औसरिसकेर म फेरि एक ठाउँ जानेछु। कहाँ भन्दा हैन, तपाईँको चिकन फार्ममा बर्ड फ्लू लागेर कुखुराहरू सबै मरेछ अरे। कुखुराहरू बर्ड फ्लू लागेर हैन, म ठाउँमा जानेछु। तपाईँहरूलाई देखाउनेछु बर्ड फ्लू लागेको कस्तो हुन्छ हैन। सानोतिनो कुखुरा हैन, तपाईँको धेरै कुखुरा, तपाईँको 8000वटा कुखुरा मऱ्यो भनेपछि त ओहो बवाल छ हैन। के कुखुरा रहेछ त म तपाईँलाई गएर देखाउनेछु। भिडियोमा बनिराख्नु होला अन्तिमसम्म। अनि त्यसपछि साथी हो, म लागे मेसिन ल्याउरी चिकन फार्मतिर हैन। हल्का पानी परिरहेको अवस्था, बाटो पुरै भिजिरहेको। म बिस्तारी जाँदै हैन। अनि चिकन फार्ममा मान्छेहरू आइपुग्नु पर्ने रहेछ। जिउँदो कुखुरालाई पनि मार्नुपर्ने। 8000 कुखुरा मरेपछि हैन, अब सबै त मर्दैन। 8000 कुखुरामा कतिवटा कुखुरा त हातले हानेर मार्नुपर्ने रहेछ। मान्छेहरू चिकन फार्मको मान्छेहरू दियोस् 10-12 जना मान्छे आउँदो रहेछ चिकन हेर्नुको लागि के कस्तो रहेछ हैन। अनि गयोरी खाल्टो साल्टो खन्नु पर्ने। उनीहरूले चाहिँ अगाडि नै मैले भनिरहेको थिएँ पोको पारेर राख्नु, बोरामा हाल्योरी। त्यसपछि म आएर खनेरी पुरेर म निक्लिन्छु। मलाई एकदमै हतार थियो त्यतिखेर। अनि साइडमा पुग्योरी खाल्टो चाल्टो खनिसक्यौँ हैन। त्यसपछि चिकनहरू ल्यायोरी ऊ मस्त पुर्नु लागिरहेको छ। पुरा ड्रेसहरू लगाउँदो रहेछ उहाँले हैन। अब रोगहरू नसरोस् भनेर मलाई मास्क साक्स दिएको थियो। मैले मास्कहरू लगाएँ। अनि भटाभट गिन्ती गरिओरी पुर्नुतिर थाल्यो। पुरा सबै बोइलर हैन, सबै लोकल हैन। लोकल कुखुरा अन्डा सन्डा दिने रहेछ। गिन्ती गरी पुरै हाल्नु थाल्यो। एउटा बोरामा 100 रुपियाँ पेकिङ गरिरहेछ। कुनै बोरामा पुग्ने, कुनै बोरामा नपुग्ने हैन। त्यही अनुसारले गिन्ती गरी हालिरहेछ। यता पारितिर मान्छेहरू पनि बसिरहेको छु। अनि मैले चाहिँ मान्छेहरू चाहिँ नदेखाइकन सुरुमा आफ्नो तालमा अगाडितिर देखाइरहेको छु हैन। धेरै टाइम लाग्यो यहाँ पनि अब गिन्ती गर्दै पुग्न। मलाई एकदमै हतार थियो। म फेरि यो कुरा पुरिओरी साइडमा पुग्नुपर्ने थियो। लगभग 3 बजेतिर पुगिसक्नु पर्ने। तपाईँको 2 घन्टा त यहीँ टाइम लाग्यो मलाई बसेर हेर्दा हैन। कति चिकन त आम्मामा अन्डा सन्डा सब कति अन्डा पनि लोकल है। अब कुनै पनि काम नलाग्ने हुँदो रहेछ त्यहाँ। जस चारोदेखि लिएर अन्डा पारेकोदेखि लिएर सब फ्याँक्नु पर्ने हो। बोराको बोरा फ्याँकिरहेछ हेर्दै गर्नु। यो चाहिँ पछि मैले अलिकति धेरै हालिसकेपछिको भिडियो यो चाहिँ। अझै पारिपट्टिबाट लिएर आउँदैछ। धोक्रो उठाउँदै लिएर आउँदै अन्डाहरू फ्याँक्दै हैन। क्रेटको क्रेट अन्डाहरू त कति फ्याँक्यो। मैले भिडियो जस काटिओरी बनाएको। त्योभन्दा तल पनि कति क्रेट अन्डाहरू भयभरको फ्याँक्यो। त्यही भएर साथी हो, चिकन अलिक महिनासम्म चाहिँ यो बर्ड फ्लू नहटिन्जेलसम्म चाहिँ खाँदै नखाउँ हैन। मैले चाहिँ जस खानु बन्दै गरिसकेँ। नखाने बरु भेज खाने। यो देखेर त लास्ट घिन लाग्ने हैन। एकछिन मात्रै अन्डा सन्डा फ्याँकेको झिँगाहरू बुन भन्किने ओहो हैन। मिसिनमा त बसिसक्नु नभए साथीहरूले मस्त बोराम लिँदै अन्डा पनि लिँदै फाल्दैछ। त्यस्तै हो। के व्यवसाय राम्रो गरौँ भन्दाखेरि हैन, कुन बेला के दशा लाग्छ थाहा हुँदैन। 8000 कुखुरा भनेपछि यहाँ त कति घाटो लाग्यो होला त। ल यो साउजीलाई ल साथी हो, यति नै। हस्ता बाई बाई। भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने आशा राख्दछु।
आजको लागि यति नै।